नमस्ते, मेरो नाम चाहिँ केशव गौतम हो। आज म हजुरहरूलाई गिगा इआरपीमा होलिडेजहरू कसरी क्रिएट गर्ने भन्ने विषयमा चाहिँ यो भिडियो बनाउँदैछु। सिधै भिडियोमा जानुभन्दा पहिला चाहिँ कस्तो कस्तो खालको सिनेरियोजहरू हुनसक्छ, यसको कम्प्लेक्सिटीहरू के हुनसक्छ भन्ने विषयमा चाहिँ अलिकति डिस्कस गरौँ। सबभन्दा पहिला चाहिँ जस्तो होलिडेहरू चाहिँ कति टाइपको हुनसक्छ भन्ने कुरा हेरौँ होइन। यसमा एउटा टाइपको होलिडे चाहिँ कमन हुनसक्छ, त्यो चाहिँ सबै इम्प्लोइलाई अप्लाई हुनसक्छ। त्यो भनेको चाहिँ जस्तो नेपालको केसमा चाहिँ दसैँ तिहार अथवा नेसनल डेहरू न्यु इयरहरू चाहिँ सबै डिपार्टमेन्टलाई, सबै ब्रान्चलाई, सबै इम्प्लोइहरूलाई चाहिँ अप्लाई हुनसक्छ। अर्को चाहिँ हजुरहरूको यदि मल्टिपल ब्रान्च भएको अर्गनाइजेसन हो भने चाहिँ कुनै होलिडे चाहिँ कुनै एउटा स्पेसिफिक ब्रान्चमा मात्रै हुनसक्छ अथवा कुनै ब्रान्चहरूमा हुनसक्छ, कुनै ब्रान्चहरूमा चाहिँ त्यो नहुनसक्छ। अर्को चाहिँ डिपार्टमेन्ट वाइज, अब यो चाहिँ स्पेसिफिक जस्तो मानौँ स्कुल कलेजहरू हो भने चाहिँ कुनै होलिडे टिचरको लागि मात्रै हुनसक्छ अनि नन टिचिङको लागि चाहिँ होलिडे नहुनसक्छ। यो चाहिँ यो जुन अर्गनाइजेसनको स्ट्रक्चर अनुसार भयो। अब कतिपय होलिडेहरू चाहिँ जस्तो जियोग्राफिकल लोकेसन वाइज पनि हुनसक्यो। जस्तो मानौँ अब नेपालमा त 3 लेयरको गभर्मेन्ट छ नि त, सेन्ट्रल गभर्मेन्ट अनि प्रोभिन्सियल गभर्मेन्ट र लोकल गभर्मेन्ट। कुनै होलिडे चाहिँ सेन्ट्रल गभर्मेन्ट भनेको सबैलाई अप्लाई हुने भयो, कुनै चाहिँ प्रोभिन्समा मात्रै हुने खालको होलिडे हुनसक्यो, कुनै चाहिँ लोकल लेभल जस्तो म्युनिसिपालिटीहरूले दिने बिदा पनि हुनसक्यो। भनेपछि यो सबै सिनेरियोहरू चाहिँ अब कसरी गिगाले ह्यान्डल गर्छ भन्ने कुरा चाहिँ हामी डेमोबाटै हेरौँ। पिआइएसमा क्लिक गर्नु भएपछि चाहिँ यो राइट साइडको टपमा क्यालेन्डर इभेन्ट भनेर देख्नुहुन्छ। यो क्यालेन्डर इभेन्टमा क्लिक गरेपछि हजुरहरू यो पेजमा पुग्नुहुन्छ। यो पेजमा चाहिँ यो फर्म आउँछ, यो फर्ममा चाहिँ इन्ट्री गर्नुपर्ने हो। अहिलेलाई एउटा होलिडेको मैले नाम राखेँ अनि यसको डिस्क्रिप्सन पनि लेख्न सक्नुहुन्छ। यो चाहिँ कस्तो टाइपको हो भनेर यहाँ क्याटेगोरी छान्न सकिन्छ। अनि यो होलिडे चाहिँ कहिलेदेखि कहिलेसम्म हो। अहिलेलाई मैले माघे सङ्क्रान्ति राखेको भएर माघ 1 गते हो भनेर चुज गरेँ। यदि मल्टिपल डे जस्तो दसैँहरू मल्टिपल डेज हुन्छ भने चाहिँ तपाईँले यो डेटदेखि यो डेटसम्म भनेर छान्न सकिन्छ। त्यसपछि यो होलिडे जेन्डर स्पेसिफिक, जस्तो तिज चाहिँ फिमेलले मात्रै पाउने हो भने चाहिँ फिमेललाई टिक लाउन सक्नुभयो। अरू रिलिजियन कुनै जस्तो क्रिसमस चाहिँ क्रिस्चियनिटी भएकोलाई मात्रै पाउने हो भने यो छान्न पाइयो। अनि इथनिक ग्रुपले मात्रै पाउने हो भने यहाँबाट सेलेक्ट गर्न पनि पाइयो, मल्टिपल सेलेक्ट गर्न सकिन्छ। र रह्यो अब यो अघि मैले डिस्कस गरेको पोइन्ट्सहरू अनुसार चाहिँ कसरी गर्ने त भन्ने कुरा चाहिँ यहाँ अप्लाइड फर भन्ने जुन ड्रपडाउन छ, यो ड्रपडाउनमा चाहिँ बाई डिफल्ट चाहिँ कमन भनेर सेलेक्ट भइरहेको हुन्छ। यो फर्स्ट सिनेरियोमा चाहिँ सबैलाई एप्लिकेबल हुने होलिडे हो भने चाहिँ हजुरले यहाँनिर कमन नै सेलेक्ट गरेर सेभ गर्दा भइहाल्छ। अब सेकेन्ड सिनेरियोमा चाहिँ ब्रान्च वाइज भन्ने छ अनि डिपार्टमेन्ट वाइज भन्ने छ, अर्को जियोग्राफिकल भन्ने छ। अब मानौँ अब सुरुमा चाहिँ जियोग्राफीको हेरौँ होइन। जस्तो यो अहिले हामीले राख्न खोजेको होलिडे चाहिँ गौरा पर्व भनेर जुन चाहिँ सुदूरपश्चिम प्रोभिन्समा मनाइन्छ, त्यो गौरा पर्व चाहिँ सुदूरपश्चिम भन्ने प्रोभिन्समा मात्रै लागु हुन्छ भने चाहिँ हजुरले यहाँनिर अप्लाइड फरमा चाहिँ जियोग्राफी भनेर सेलेक्ट गर्ने। जियोग्राफी भनेर सेलेक्ट गरेपछि चाहिँ यहाँ कन्ट्री सेलेक्सनको अप्सन आउँछ। कन्ट्री सेलेक्सनमा चाहिँ हजुरले जस्तो यसमा जियोग्राफी सेलेक्ट गर्ने, यसमा चाहिँ कन्ट्रीमा चाहिँ नेपाल भनेर सेलेक्ट गर्न सक्नुभयो। अनि नेपाल भनेर सेलेक्ट गरेपछि चाहिँ यो बटनमा थिच्नुभयो भने चाहिँ अब प्रोभिन्स भन्ने अर्को ड्रपडाउन आउँछ। अनि प्रोभिन्समा चाहिँ जस्तो मानौँ सुदूरपश्चिम प्रोभिन्सको सबै डिस्ट्रिक्टमा
अप्लाई हुने हो भने चाहिँ सुदूरपश्चिम प्रोभिन्स छान्ने अनि सेभ गर्ने। तर फेरि अर्को सिनेरियोमा के हुनसक्छ भने सुदूरपश्चिम प्रोभिन्सभित्र पनि कुनै एउटा डिस्ट्रिक्टलाई मात्रै होलिडे हो भने चाहिँ फेरि यहीँ क्लिक गर्न सक्नुहुन्छ। डिस्ट्रिक्टको ड्रपडाउन पनि आउँछ, डिस्ट्रिक्ट पनि छान्ने। अनि फेरि अब त्यो डिस्ट्रिक्टभित्र पनि कुनै लोकल लेभल गभर्मेन्टले मात्रै दिएको बिदा हो भने चाहिँ यहाँबाट लोकल लेभलसम्म पुग्न सकिन्छ। जस्तो मानौँ यो अपी हिमाल भन्ने गाउँपालिकामा मात्रै बिदा हो भने चाहिँ यो गाउँपालिका छान्ने, अथवा यो र यो दुईटामा हो भने दुईटा, यसरी मल्टिपल सेलेक्ट पनि गर्न पाइन्छ। अथवा तपाईँले यहाँ पनि मल्टिपल छान्न सक्नुहुन्छ। जस्तो सुदूरपश्चिम प्रोभिन्सको दार्चुला र डोटीमा बिदा हो भने चाहिँ दार्चुला र डोटी छान्ने। अब दार्चुला र डोटी चाहिँ पुरै डिस्ट्रिक्टमै बिदा हो, यो भित्र सबै यो दुईटा डिस्ट्रिक्टमा पर्ने सबै म्युनिसिपालिटीहरूमा बिदा हो भने चाहिँ योभन्दा तल जानु परेन, डिस्ट्रिक्ट मात्रै छानेर सेलेक्ट गर्दा सेभ गर्दा भइहाल्यो। अनि यसरी अब जस्तो प्रोभिन्स पनि मल्टिपल छान्न सकिन्छ है। जस्तो गण्डकी र सुदूरपश्चिममा दुईटामा बिदा हो भने दुईटा छान्न नि पाइयो। यसरी हजुरले यो चाहिँ जियोग्राफिकल लोकेसन वाइज चाहिँ भयो। अब अर्को सिनेरियोमा चाहिँ जस्तो ब्रान्च वाइज होलिडे र डिपार्टमेन्ट वाइज होलिडे, यो भनेको चाहिँ अर्गनाइजेसनको स्ट्रक्चर भयो होइन, ब्रान्च र डिपार्टमेन्ट भने चाहिँ। भनेपछि त्यो अर्गनाइजेसनको स्ट्रक्चर अनुसार चाहिँ कसरी होलिडे दिने त भन्ने कुरामा चाहिँ यसमा हजुरले अर्गनाइजेसन भनेर सेलेक्ट गर्न सक्नुहुन्छ। यहाँ अर्गनाइजेसन भन्ने सेलेक्ट गरेपछि चाहिँ यहाँ लिगल इन्टिटी भनेर आउँछ। अब अहिलेको केसमा हामीसँग दुईटा लिगल इन्टिटी रहेछ। अब गिगा इन्फोसफ्ट प्राइभेट लिमिटेड भन्ने इन्टिटीमा मात्रै होलिडे हो भने चाहिँ यो सेलेक्ट गरेर सेभ गर्दा भयो। तर कहिलेकाहीँ के भइदिन सक्छ भने अब गिगाको पनि मल्टिपल ब्रान्च छ, अनि गिगाको पनि मानौँ कुनै एउटा स्पेसिफिक ब्रान्चको लागि मात्रै होलिडे हो भने चाहिँ यसमा क्लिक गर्ने। यसमा क्लिक गरेपछि यहाँ ब्रान्च भन्ने ड्रपडाउन पनि आयो। ब्रान्चमा चाहिँ गिगाको पनि हेटौँडा ब्रान्चमा मात्रै बिदा हो भने चाहिँ हेटौँडा भनेर सेलेक्ट गर्ने अनि सेभ गर्ने। तर अब यो होलिडे चाहिँ गिगाको ब्रान्च अनुसार होइन, डिपार्टमेन्ट अनुसार हो। जस्तो गिगाको पनि फाइनेन्स डिपार्टमेन्टलाई मात्रै यो होलिडे अप्लाई हुन्छ भने चाहिँ फाइनेन्स डिपार्टमेन्ट भनेर सेलेक्ट गर्ने अनि सेभ गर्ने। यसरी यो सबै सिनेरियोहरू चाहिँ गिगाको यो क्यालेन्डर इभेन्ट भन्ने मेनुबाट चाहिँ कभर हुन्छ। र अर्को योभन्दा बाहेक चाहिँ मैले भन्नुपर्ने कुरा चाहिँ जस्तो के भइदिन सक्छ भने हजुरहरूको कम्पनीमा चाहिँ मल्टिपल सिफ्टमा काम हुन्छ। अनि मल्टिपल सिफ्टमा काम हुँदाखेरि चाहिँ मानौ यो माघे सङ्क्रान्ति भनेर अघि मैले राखेको थिएँ, त्यो माघे सङ्क्रान्ति भन्ने जुन फेस्टिभल छ त्यो फेस्टिभलमा चाहिँ अब यदि हजुरहरूको क्रिटिकल टाइपको अर्गनाइजेसन छ, जस्तो हस्पिटल भयो होइन, त्यस्तो टाइपको हो भने चाहिँ हस्पिटलहरूमा चाहिँ जस्तो यो सिफ्टमा काम गर्नेलाई बिदा हुने, अर्को सिफ्टमा काम गर्नेलाई बिदा नहुने टाइपको पोलिसी छ भने पनि यसले चाहिँ कभर गर्छ। अब त्यो चाहिँ हामीले यता गिगामा सिफ्टहरू क्रिएट गर्ने सिफ्टको प्रोसेस नै छ। त्यो प्रोसेसमा चाहिँ यहाँ सिफ्ट सेड्युल भन्ने हुन्छ। सिफ्ट सेड्युल गर्दाखेरि चाहिँ कुन सिफ्टको, जस्तो यो मैले सिफ्ट बनाइरहेको छु भने यो सिफ्टको इम्प्लोइले चाहिँ यो होलिडे पाउने कि नपाउने भनेर सेलेक्ट गर्न सकिन्छ। अथवा हामीले अघि होलिडे बनाउँदाखेरि चाहिँ होलिडेको क्याटेगोरी सेलेक्ट गरेको थियौँ नि, हो यो क्याटेगोरीको होलिडे चाहिँ यो सिफ्टको मान्छेले पाउने भनेर पनि यसरी अप्लाई गर्न सक्नुहुन्छ। भनेको होलिडे त्यो लोकेसनलाई अप्लाई भए पनि अथवा त्यो ब्रान्चलाई अप्लाई भए पनि तपाईँले त्यो भित्र पनि गएर त्यो पर्टिकुलर सिफ्टलाई अप्लाई हुने भनेर पनि सेट गर्न सक्नुहुन्छ। यसरी चाहिँ होलिडेको कुराहरू अथवा यो क्यालेन्डर इभेन्ट भनेर चाहिँ हामीले चाहिँ क्यालेन्डर इभेन्ट चाहिँ यसरी हजुरले गिगामा क्रिएट गर्न सकिन्छ। हस् त, आजको लागि चाहिँ यति नै। हामी फेरि अर्को भिडियोमा भेट्नेछौँ।